8-9 बजे सुरु हुन्छ हाम्रो यात्रा। घर गाउँदेखि सवारीमा धुलो बाटो छिचोलेर पुग्नेछौँ अन्तिममा झिलझिले पुगेर स्विमिङहरू मजाले गर्नेछौँ, फोटाहरू मजाले खिच्नेछौँ। छलङमा पनि एकदम रमाइलो गर्नेछौँ। खाजा नास्ता गरेर दमक आइपुग्नेछौँ र यहाँ इन्द्रेणी तालमा जाँदैछौँ, गएर बोटिङ गर्नेछौँ। र अन्तिममा गाउँको रमाइलो दृश्यहरू देखाएर फर्किनेछौँ। भिडियो लामै भए पनि अन्तिमसम्म हेरिदिनु होला। नमस्कार सबैजनालाई, मेरो च्यानलमा हजुरहरूलाई धेरै स्वागत छ। र आजको भिडियो भने चाहिँ हामीहरू झिलझिले पार्कतिर लाग्दैछौँ र बिहान 9 बजीदेखि सुरु हुन्छ हाम्रो यात्रा चाहिँ। हाम्रै घर गाउँदेखि देख्न सक्नुहुन्छ हरियाली मौसममा एकदम वातावरणमा रमाउँदै जानेछौँ। यही सिटीमा हुनेछ हाम्रो यात्रा चाहिँ। लगभग 8-10 जना चाहिँ यसमा आरामले गइन्छ। हाम्रा पुरा भान्जा चाहिँ अघि आएर बसेछन्, लाँदैनन् कि भनेर होला। यता भने चाहिँ प्राय मात्रामा खेती, धान खेतीहरू प्राय मात्रामा हुन्छ र मजाले पनि फल्छ। Hi guys. जय श्री ओम श्री के भन्नु जय श्री गणेश आइलामा पनि के भन्नु जय हनुमान भाइ त एउटा माक्सी देखा भए हुन्छ नि मलाई। माक्सी खेतीहरू चाहिँ धान खेतीहरू मजाले हुँदो रहेछ र देख्न सक्नुहुन्छ धान प्रशस्त रूपमा जताएर त्यतै धानै धान लगायत मकैहरू पनि देख्न सक्नुहुन्छ। मकै चाहिँ एकदम मजाले फल्दो रहेछ। मकै पनि कमसेकम एउटा बोटमा 3-4टा। त्यो बस्तीको नाम चाहिँ के हो? यो नयाँ बस्ती नयाँ बस्ती। 12 घरको नयाँ बस्ती। आमा सोरङ्गादेखि यता गएका छौ। अलिक राम्रोमा चाहिँ जाउँ न। त्यही हो र। हामी चाहिँ अहिले 12 घरे बजार आइपुग्यौँ। गाउँको बजार हो, सानो बजार हो र देख्न सक्नुहुन्छ नरिवलको बोटहरू, घरहरू एकदम पुरानै तरिकाका पनि देख्न सक्नुहुन्छ। अहिलेका नयाँ डिजाइनहरू पनि बनिँदैछन्। अलिकति तेर्सो गएर रतुवा पुल गरेर दमक एरिया, दमक बजार हो। यसलाई पनि दमकै भन्छ। कमल गाउँपालिका होला सायद।
घर चाहिँ गाउँमै पनि यस्ता घर देख्न सक्नुहुन्छ। यो त अहिले बजार आइपुग्यो नि भन्दा भयो। गाउँका बाटा चाहिँ जता पसे पनि यस्तै सलल देख्न सक्नुहुन्छ। गाउँका बाटा चाहिँ एकदम राम्रो छन् र बजारका बाटा भने चाहिँ अहिले बनाउने कामहरू जारी छ, यानि कि एसियन हाइवे। हामी चाहिँ अहिले पाडाजुगी आइपुग्यौँ। यो चाहिँ गौरदादेखि आएको बाटो हो। यो चाहिँ यो हाइवे चाहिँ गौरदा जान्छ र अलिकति मास्तिर हाइवे भेट्छ, देख्न सक्नुहुन्छ। गौरदा पनि एउटा ठुलो बजार हो। अर्को भिडियोमा अवश्य ल्याउनेछु त्यहाँको पनि, हेर्दै जानु है त। अब चाहिँ हाइवे निस्किसक्यो, हामी चाहिँ झिलझिलेतर्फ लाग्ने हो। अब भने चाहिँ यहाँनिर चाहिँ अटो पार्किङ यानि कि एउटा सानो बजार पनि छ र यतापट्टि भने अलिकति परतिर पुल तरेर दमक सहर छ र त्यो पुल तरेर ठुलो क्षेत्रफलमा फैलिएको छ र बाटो बनिने क्रम पनि जारी नै छ। एसियन हाइवे एकदम धुलामै छ बाटो चाहिँ। बिचबिचमा मजाले कोही ठाउँमा चाहिँ मजाले बनिसकेको छ बाटो, कोही ठाउँ धुलाममा। धरमपुर आइपुग्यो हामी चाहिँ। आए पछाडि पारिहाल्छ। यताबाट आएर अनसाइड आउँछ। रुल नबुझेर है त्यसले। अर्को पनि आयो। होइन मलाई देखाउन भाइ। झिलझिले बजार भन्छन्, झिलझिल चाहिँ छैन त। यहीँ हो र तल गाउँतिर होला नि। हामी भने झिलझिलेको पार्कमा इन्ट्री भइसक्यौँ र देख्न सक्नुहुन्छ यहाँनिर अब के हुन्छ देखाउनेछु। आउँछ नि ब्लगमा सबै। कुनै दृश्यबाट देखिँदैन। यहाँ टिकट काट्ने सिस्टम। हामी चाहिँ स्विमिङ गर्ने हो। स्विमिङ गर्नेको 500 रुपियाँ त्यस्तो लाउनु पर्छ। 500मा खाजा फ्री रहेछ स्विमिङ गर्नुलाई। नकरा भाइ स्वागतम। त्यो माथिबाट दिन चाहिँ म त आउँछु। साँच्चै नि ओइ भाइ सक्छ। माथिबाट चाहिँ पुरै उतो हुन्छ। चुर्लुमे त छोड्दै कि उतो हुन्छ नि त।
मेरो दिले कस्तो दुखा छैन ए ल 12:30 बजे 1.5 घन्टा पानीमा खेल्नु भनेको थोरै हो 1.5 घन्टामा 2 घन्टा खेल्छु 1.5 घन्टा पानीमा खेल्नु भनेको त ज्वरो फुट्छ केटाकेटी होला नि त यहाँ त माथिबाट दिनु पर्यो नि त अनि अर्को बहिनी त्यत्रो खास त के होइन है त्यत्रो खास उता पनि रहेछ नि त रन त सबै हेप्पील्यान्डकै चोरेको त्यो चाहिँ गहिरोवाला हो मान्छे चाहिँ हामी यति नै रहेछौँ कि क्या नानीहरूको यहाँ रहेछ नि त यीको ड्रेस लाउँदा पनि हुने रहेछ खेल्ने हुँदा त जाँदा सस्ता भयो माथिबाट चाहिँ माथिबाट हान्नुपर्छ है अब भने चाहिँ हामी स्विमिङ गर्ने देख्न सक्नुहुन्छ ल ल आयो यसले मार्ने रहेछ नि के गरेको Nada आयो हात कता लगो झन् भात चला अर्को आयो
माथिबाट दृश्य देखाउन त कस्तो हुन्छ भनेर देख्न सक्नुहुन्छ। यसरी चढिन्छ मान्छे यता, भाइ यता, भाइ माथिबाट गयो होला नि, यस्तैबाट जान्छ। यहाँबाट यस्तै पाँचताल त पुरै गाह्रै हुँदो रहेछ नि, पाँचताल त गाह्रै हुँदो रहेछ। मजै हुँदो रहेछ। वरिपरि घुम्दै एकछिन खेल्दै हिँड्दै हेर्दै मजै हुन्छ। धेरैजना हुनु भने चाहिँ मजा हुन्छ। गाना पनि मजाले लाउनु भने उतापट्टि देख्न छ झिलझिले बजार, बजारकै छेउमा हो, नजिकै। अब भने चाहिँ हामीहरू छलङ गर्ने चाहिँ छलङमा हेरौँ यता कोही कस्तो हुन्छ, अनि खाजासाजा खाने, अनि अर्को इन्द्रेणी पार्कतिर लाग्ने त्यो दृश्यहरू पनि देखाउने छु। चिप्लिन, यहाँ फोन बोकिरहेछ नि त, कहाँ चिप्लिनु? फोन बोकिरहेछ नि त, कता चिप्लिनु? म भिडियो गरिदिन्छु यहीबाट। चिप्लिनु अब सक्दो। खेला पौडी खेला, कोही त पौड्या। तान्दो रहेछ है आज बजार। हामीले भने चाहिँ छलङ पनि गरिसक्यो, अनि केही बेर खेल्यौँ, कमसेकम आधी घन्टा जति छलङ गऱ्यौँ र पुरा भिडियो त देखाउन सकिनँ। र अब भने चाहिँ हामीहरू खाजा खानतर्फ लाग्छौँ। र खाजामा चाहिँ छ स्विमिङ गर्नेलाई चाहिँ मोमो अथवा कोकोकोला हो त्यस्तै छ। यो चाहिँ केटाकेटीलाई मनोरञ्जनको तरिकामा देखाइएको रहेछ। त्यहाँ भरिदो रहेछ र पोखिदो रहेछ। केटाकेटीहरूलाई हेर्न एकदम रमाइलो हुँदो रहेछ। र यहाँ माथि बस्ने अनि खाने र स्विमिङ गर्नेलाई चाहिँ अघि नै पैसामा टिकटमै काटिएको हुँदो रहेछ खाजाको, र नगर्नेलाई चाहिँ लाग्दो रहेछ। र भाइ बुनुहरू सबै भान्जीहरू सबैजना बसिरहेछौँ खाजा खानको लागि। यसो घुम्न आउन ओर्न यतिको ठिकै हो, मजै हो, आउँदा हुन्छ, भिजिट गर्दा हुन्छ। के छ यहाँ चाहिँ? यो गुफा गुफा जाने एकबार दाइ ओडा रहेछ। लाइट
पर निस्किने हो यो गुफा कता गयो यता देखा न यता देख गुफा गुफा अन्धकार लाइट चिपालिदिनु पर्ने हो नि त यहाँ नि यस्तो अघि देख्न त देखेको नि त मैले गुफा फेरि यहाँ हलिनाट मान्छेहरू एकछिन एकछिनमा आउँदो रहेछन् हल्लिँदै त्यहाँबाट गर्दैछन् र हामी चाहिँ अब फर्किन्छौँ झिलझिलेको पार्कलाई बाई बाई गरेर लाग्दैछौँ। रत्वा पुल तरिसक्यौँ, धमक आइपुग्यौँ र अब चाहिँ हामीहरू इन्द्रेणी पार्कतर्फ लाग्ने। यो पुल चाहिँ धेरै लामो छ, बनिने क्रम पनि जारी नै छ, देख्न सक्नुहुन्छ। दमकको अक्कासी पुल हामीहरू अहिले सानो बारे गरेर जाँदैछौँ नि दमकदेखि उता सिधै झऱ्यो है। अब यहाँ तल पार्क गरे पार्क हाम्रो घर तल गयो भन्दा छलङमा चाहिँ मजा भयो नि त छलङमा इन्द्र निकाल अरे। अब यहाँ यसो हल्का हेरौँ त के छ कसो छ। घुम्नु अरे अब यो म त सक्दिन 1 घण्टा पर्खिनु हुन्छ भने पर्खिनु न भालु इन्द्रनी ताल अरे। यसो केटाकेटीलाई बोर्डिङ सर्टिङ गर्ने ठाउँ रहेछ, त्यति नै छ। अब भने चाहिँ हामीहरू सबै बोर्डिङ गर्ने र टिकटको चाहिँ 200 रुपियाँ रहेछ एकजना बराबर। छैन यस्तामा चाहिँ समात्नु पर्ने रहेछ मजाले। कति ट्रिप हो यो? कति ट्रिप हो? कति गेट गराउनु गर्नुहुन्छ? राउन्ड भन्छ राख्छ। दिदी मेरोबाट खिच्छ यस्तो गरेको चाहिँ डरमा मात्रै
सोट गरियो ओरियो अब चाहिँ घरतर्फ लाग्नेछौँ। इन्द्रेणी पार्क अरे देख्न सक्नुहुन्छ दृश्य र यस्तो छ नजाराहरू। यो चाहिँ गेम खेल्ने रहेछ, पुरै यो पल्टिने होला नि। यस्तो रहेछ गेम। आइसक्रिम बेच्नेहरू यता छन् धमाधुम। के हो बट्ट मलाई पनि मगाए एउटा आइसक्रिम। यस्तो छ। यो चाहिँ हाम्रो घरकै छेउमै रहेछ। यो चाहिँ देख्न सक्नुहुन्छ। वाक्क कति खाने यहाँ चाहिँ खाना ठाउँ रहेछ। हामी चाहिँ अब यहाँबाट फर्क्यौँ। हामी चाहिँ गाउँको बाटो हुँदै फर्किँदैछौँ हाम्रै गाउँतिर र देख्न सक्नुहुन्छ अब अलिकति मुनतिरबाट रतुवा पुल तर्दै, यहाँबाट रतुवा पुल तरेर यो रतुवा पुल हो। माथिबाट त्यो हाइवे जान्छ, यो तलको साइड हो, गाउँतिर हो। यो चाहिँ देख्न सक्नुहुन्छ ठुलो पुल छ, भर्खरै बनाइएको रहेछ। यतापट्टि चाहिँ अलिक तलबाट पनि छ अर्को पुल। गाउँमा चाहिँ जताततै पिच भइसकेको छ अहिले भने। बजारतिर भन्दा गाउँतिर धेरै पिच भइसकेको छ अहिले। यो दाइ के छ खबर? चार काठे हुन्थ्यो। के चलाएको छु त नि यहाँ। आजको भिडियो कस्तो लाग्यो हजुरहरूलाई, र आजको भिडियोलाई यतिमै अन्त गर्दछु र अर्को भिडियो लिएर अवश्य आउनेछु। भिडियोलाई लाइक शेयर सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। अरू भिडियो लिएर पनि अवश्य आउनेछु। धन्यवाद।